यदि जीवन बिताउनका लागि धनी मान्छे नै खोज्नु छ भने त्यस्तो मान्छे रोज्नुस् जो आफ्नो चरित्रमा धनी होस्, जसको मनमा इमानदारी होस्, सम्बन्धप्रति वफादारी होस्, अरूको भावना बुझ्ने क्षमता होस् र जसको व्यवहारमा दया, सम्मान र धैर्यता झल्कियोस्। किनकि पैसाले ठूलो घर बनाउन सक्छ तर त्यो घरभित्रको शान्ति बनाउन सक्दैन। पैसाले सुविधा किन्न सक्छ तर विश्वास र साँचो माया किन्न सक्दैन। एउटा पुरुषको वास्तविक मूल्य उसको ब्याङ्क ब्यालेन्सले होइन, उसको व्यवहारले निर्धारण गर्छ। कठिन परिस्थितिमा उसले आफूलाई कसरी सम्हाल्छ, रिसाएको बेला कस्ता शब्द प्रयोग गर्छ र तपाईँ कमजोर हुँदा कसरी साथ दिन्छ, यही कुराले उसको चरित्र देखाउँछ। याद राख्नुहोस्, चरित्र भएको साधारण मानिसले पनि सुन्दर भविष्य बनाउन सक्छ, तर चरित्र नभएको धनी मानिसले सबै सुविधा दिएर पनि जीवनको शान्ति खोज्न सक्छ। त्यसैले महँगो जीवनशैली देखेर प्रभावित नहुनुहोस्, किनकि चम्किने सबै कुरा मूल्यवान हुँदैनन्। आजको स्वार्थी संसारमा सबैभन्दा दुर्लभ सम्पत्ति पैसा होइन, राम्रो चरित्र, सफा मन र साँचो प्रेम गर्न सक्ने हृदय भएको मान्छे हो।